नमस्ते युट्युब च्यानलमा म चाहिँ डुल्दै डुल्दै उर्लाबारीतिर आइरहेको छु। आलु तोरी हजुर यो हजुरहरूकै हो नि यो तोरी ए चोरी चाहिँ होइन ए हजुर ए ए त्यो मुला कति राम्रो रहेछ। मुला आलु चाहिँ ठिकै रहेछ मलाई राम्ररी त्यति राम्ररी आएन त ए यहाँ कति कति जति आलु होला आमा बिउ कति रोपेको होला ए ए परेसम्म होइन होइन गर त हो कि आलु चाहिँ रोपेको ए ए ए आलु कति राम्रो छ तोरी के त्यहाँ चाहिँ रायोको बिरुवा कति राम्रो त्यो मुला यो सिमी रहेछ नि जरे सिमी होला थाङ्रे सिमी ए होइन कतिखेर भ्याउनुहुन्छ भिना जोग्ने उता हिँडिराख्नुहुन्छ होइन रोप्नु त संसार अब मुला रोपेको छ रोप्ने अनि आपत्तै पर्छ नि त भान्जो पनि त्यस्तो हुन्छ दिदीलाई पनि अरू अलिक रोगी नै हुनुहुन्छ नि त अहिले रोग लाग्यो धन्न भ्याउन चाहिँ भ्याउनु भएको भान्जो पनि त्यस्तो कुखुरा पनि छन् त्यही त यो चाहिँ दिदीको घर हो मेरो दिदी अलिक तडा भए त ऊ हुन्थ्यो कि दिदी पनि अलिक सक्नुहुन्न भिनाजुलाई अलिक पहिले जस्तो हुनुहुन्न नि त संसार भ्याएकोमा यसो विचार गर्छौँ एउटा मान्छेलाई घरमै ठिक्क हुन्छ सागहरू अलिअलि म गोडिदिन्छु त्यो त यसो अलिअलि गोडिदिएँ अब यो बिरुवा यसमा यो हाबी झिकेर गोडिदिनु भनेर त हजुर अलि बाक्लो छ बेथु सक्छ यो फुलेको चाहिँ टिप्नु न फुलेको यहाँ फुल फ्याक्दै टिपिरहेको छु त ए मैले त त्यत्तिकै उठाएँ बेथुको साग राम्रो हुन्छ नि मिठै हुन्छ मेरो नातिनीलाई यो मनपर्छ कि सम्झिँदै टिप्दै गर्दैछु ए छोरी सिर्जनालाई कहाँ हुनुहुन्छ अहिले विदेश क्यानाडा ए ज्वाइँ पनि उतै ज्वाइँ उतै सम्झिनीहरू सबै उतै सम्झिने क्यानाडा थियो हुनुहुन्छ उतै गयो त दिदी भिनाजु चाहिँ दिदी भिनाजु पनि उहीँ आमा बाबा पनि लगे नि त ए घर सर किन्यो अरे आफ्नै नानी हेर्नलाई चाहियो नि त सिर्जनाको नानी उहाँ गएर एउटा नानी पायो नि कतिवटा छन् दुईवटा जोडा छोडेको ए एउटा यहीँ थियो गएर पनि एउटा जन्मियो अनि नानी हेर्न चाहियो नि त अब बुढाबुढी काम गर्न जान दिँदैनन् केटाकेटी हेर्नु त्यही त दिनु धेर फुलिसकेछ धेर फुलेछ सानो अनि के थरी पो सिर्जना भण्डारी कहाँ भण्डारी पहाड त यता अठराइतिर होला यहाँ घर चाहिँ धर्मपुर भन्छन् केर्खावरी ए हाम्रै खालका रहेछन् क्या
8 राततिर त वशिष्ठ गोत्रका हुन् नि त हाम्रै पर्छन् हाम्रा भन्दा नि काकीका चाहिँ आफ्नै होला नि हाम्रो काकीका चाहिँ भण्डारी 3-4 खालका हुन्छन् हामी 80जना के गोत्र हाम्रो चाहिँ वशिष्ठ गोत्र हो हाम्रो काकीको र हाम्रो अनि उता म भण्डारीकी छोरी अनि एउटा कौशिका गोत्र वशिष्ठ गोत्र भारद्वाज गोत्र अनि अर्को खोइ कुन गोत्र हुन्छ अरे कसको ए भारद्वाज गोत्र भण्डारी पनि हुन्छन् ए अनि कौशिका गोत्रका हुन्छन् भण्डारी हुन्छन् अरे हाम्रो हामी चाहिँ वशिष्ठ गोत्र हाम्रो बुवाहरू खाएको होइन नि बिना जुनी हाम्रो त सागसब्जी लाउने ठाउँ पनि छैन अलिकति त चाहिँ 1 कट्ठा माटो कति हुन्छ र गुवाली अब त्यहाँ मल फ्याँक्ने ठाउँ चाहियो गाई छ आफ्नो अलिक टाढै पर्छ 1 किलोमिटर पर पर्छ खेत बाढी आउँछ फेरि पानी जमेर केही लगाउनु पाइँदैन भर्खर मैले त भर्खर लसुन रोपेर अनि यसो साग चाहिँ खानेवाला भएको छ लसुन खानुहुन्न नि त यहाँ म खाँदिनँ त्यही कारणले उनीहरू किनेर ल्याउँछन् उनीहरू माछा मासु ल्याउँदा हाल्छन् कहिले कहिले मात्रै त सादा खाना खानुहुन्छ लसुनले प्रेसर हाई हुनेलाई पनि हुँदैन नि त खानु हातखुट्टा दुख्नेलाई अदुवा हुँदैन हजुर लसुन प्याज नहालेको पनि मिठै हुन्छ मिठो हुन्छ त्यो पनि जे पकाए जसरी मसला हाल्यो भने पकाए अनुसार हुन्छ कि मिठो हुन्छ दिदीले अहिले कोपीको सरकारी त्यही हो त्यो त नखाँदा पनि सकिन्छ माछा मासुमा चाहिँ चाहिन्छ मिठो हुँदैन त्यसमा चाहिँ अरू बेला त त्यो खानै पर्छ भन्ने आवश्यक पनि छैन लसुन प्याज चाहिँ कतिखेर गर्नु र अर्को पनि खोलेको फार्म कुखुरा फार्म अर्को पनि खोलेको छ त अनि दुइटैमा कहिले अर्को चाहिँ यताको अलिक साना छन् पछि हालेको यताको अलिक ठुला भइरहेछन् यताको अब 15-20 दिनमा बेच्ने बेला हुन्छ होला उताका भर्खर यत्र हुँदैछन् दुइटैमा गर्नु पर्यो नि त अब के गर्नु खेती पनि छैन अनि अब साउको रेन्ट तिर्नु पर्यो होला त्यसको कति ऋण लागिरहेछ कति के अनि अब एउटा त्यो तरकारी पनि खानै पर्यो यो साग मात्रै नै मिठो हुँदैन त्यही त सधैँ एकै नास्का मिठो हुन्छ भन कोपी सोपी सबै लाउनु भएको छ दिदीले दिदी बिना 2 जना मिलेर होला नि के गर्नु कस्तो के भयो गरी खाने ठाउँ त थियो गरेर खान त दुःख हुँदैन तर छोरा नानीबाट चाहिँ दुःख त्यही त रोगी भइदियो हिँडेन बढी पर्यो जिउ भारी भयो बसाउन त्यही छोराछोरीको त बढी पीडा हुन्छ त त्यस्तो भएपछि सबैभन्दा पिरै छोराछोरी रोगी भयो भने हुन्छ क्या बुवा पनि त्यस्तो त्यही त
दुःख गर्ने मान्छेलाई सधैँभरि दुःखै दुःख हुन्छ। लागेको कस्तो दबाईले पनि नहुने, दबाई नहुने यस्तो रोग आएछ। त्यही त दुःख गर्ने मान्छेलाई सधैँभरि दुःखै दुःख हुन्छ। के अब दुःख पछाडि सुख आउँछ भन्छ नि, त्यो भनाइ मात्रै हो, त्यो एउटा भनाइ मात्रै हो। होइन यो दुईवटा सकालकै भएका भए केही दुःख छैन क्या। हजुर गरी खाने काम छैन भन्नु परेको थिएन। दुई अढाई बिघा हजुर गर्नु हो भने आफूले गर्नु भने व्यवसाय कति 20-30 मन धान भएको आफैले गर्नु सकुन्जेल त गर्नु भएको थियो नि। सक्दाखेरि त अब पहिला त अब मैले पनि सकुन्जेल गरेँ नि त। हजुर अब मैले पनि नसकेपछि अब उनीहरू पनि रोनी भए नसक्ने भयो नि त। 100 मन 20 मन धान राख्यो भने खाना हामीलाई पुगिहाल्छ। हजुर 100 मन धान बेच्दा पैसा आउँदैन नि त। आउँछ। नसकेपछि के गर्नु? सबैभन्दा ठुलो कुरो रोग लाग्नु नि। रोग लाग्नु नै हो नि त, दुःख हो नि त। त्यस्तै छैन नि हाम्रो, यस्तै छ। फिर मानेर भएन, रोएर भएन, कराएर भएन, जे परे नि खट्नै पऱ्यो, भोग्नै पऱ्यो। जस्तो भए पनि त्यही त कसैलाई सुनाएर साधारण हुँदैन। त्यो पाठाले अर्काको टिपिदियो भने मात्र यो गर हाम्रो होइन अर्काको। कुन घर चाहिँ उ त्यो? यो तोरी त्यहाँ उता भवन बनाएको मात्रै हाम्रो। ए त्यो चाहिँ यो पल्लो घरको किता हो नि। हाम्रो पनि माछ पराल राख्नु बाँकी नै छ। पराल राख्नु बाँकी हो दिदी। हाम्रो पनि भर्खर पराल ल्याएको छ, राख्नु भ्याएकै छैन। आज आयो होला नि मान्छे। कुखुरा फार्ममा चिटर आइरहेको छु कमलाभित्र। साथीहरू तोरी आलु मुला, यो चाहिँ मेरो दिदीको घर हो, आमाजु दिदीको। भिनाजु के गर्दै हुनुहुन्छ? अनि अस्ति त यताबाट त्यो ढोका अहिले फेरि उताबाट पार्नुभएको? खोइ त ढोकाभित्र छिर्दैन। ए आज बिहानदेखि न पानी न चारो बसिरहेको छ नि। कतिखेर भ्याउनु त? मान्छे लडाउँछ नि त। लडाउँछ नि, मान्छे लडाउँछ नि त। चारो पानी छोरै छैन अनि। चारो पानी खानु नपाएर नि हजुर मान्छे लडाउँछ हिँड्दाखेरि। लडाउँछ नि, धेरै छन्, आपत पर्छ नि। ए यहाँ जम्मा कतिवटा छन् भिनाजु? 600। अनि यतापट्टि नयाँमा ए कुखुरा, ब्रोइलर कुखुरा दिदीको घरको। भिनाजु पानी हाल्नुभएको कि चारो? ए ए गाई बस्तुमा भन्दा धेर खट्नु पऱ्यो यसमा। त्यो देख्छ मात्रै के अरे, घाँस काट्नु पर्दैन, गोबर सोर्नु पर्दैन भन्ने हो कि?
भिड्नु परेन तर यसमा गाह्रो छ नि त चुली सोर्नै पर्यो त्यही त होइन त्यो मलाई चाहिँदो काममा सदुपयोग गर्ने हुन्थ्यो त्यहाँ लेखेर अनुसन्ध हाल्ने हो कान खान्न पाएर बिहानदेखि पानी सकेछ यहाँ बाल्टीमा पानी धेरै चाहियो भरिराख्नुपर्छ बिहान लाइन